कसैलाई समर्थन गरेकै कारण बलात्कार हुनुपर्छ भन्ने स्तरसम्म हामी पुगेका छौँ भने हामी साँच्चै सभ्य समाज हौँ कि असहिष्णु भिड बन्दै गएका छौँ। लोकतन्त्र भनेको जनताको सर्वोच्चता हो। नागरिक स्वतन्त्रता मौलिक हक लोकतन्त्रका आधार हुन्। कसैलाई समर्थन गर्नु, आफ्ना विचार राख्नु यो अधिकार हो, अपराध होइन। तर आज फरक विचार राखेकै कारण चरित्र हत्या गर्ने, गाली गर्ने, हिंसात्मक अभिव्यक्ति दिने प्रवृत्ति बढ्दै गएको छ। हामी कस्तो समाज बनाउँदैछौँ? तपाईले कहिले सोच्नु भएको छ तपाईले लेखेको एउटा नकारात्मक टिप्पणीले कसैलाई मानसिक रूपमा कति गहिरो चोट पुर्याउन सक्छ? मानसिक हिंसा धेरै जसो अवस्थामा शारीरिक हिंसा भन्दा पनि जटिल हुन्छ। केही दिन अघि एक युवती अमिशा पराजुलीले आफ्नो राजनैतिक विचार राखिन्। यो समाजका केही कुपात्रले गरेको भद्दा टिप्पणी बलात्कार हुनुपर्छले हाम्रो समाजको वास्तविक अनुहार देखाइदिएको छ। यो हिंसा हो। जुन समाज निर्मला पन्तका लागि न्याय माग्छ त्यही समाजले सामाजिक सञ्जालमा छोरीहरूलाई यस्तै धम्की दिन्छ भने हामी साँच्चै न्याय चाहन्छौँ कि केवल देखावटी आक्रोश मात्र हो? कि हामी आफै दोग्लापनामा बाँचेका छौँ? एउटै मान्छे कसैलाई समर्थन गर्दा राम्रो अनि अर्कोलाई समर्थन गर्दा नराम्रो कसरी हुन्छ? त्यो उसको व्यक्तिगत अधिकार होइन र? एकातर्फ हामी भन्छौँ महिलाहरू अघि बढेका छन्, राष्ट्रपति प्रधानमन्त्री भएका छन्, अर्कोतर्फ उनीहरूले बोल्न साथ उनीहरूको चरित्रमाथि आक्रमण गर्छौँ। यही हिसाबले हाम्रो समाज कता जाँदैछ? फरक विचार सहन नसक्ने समाज साँच्चै लोकतान्त्रिक हुन सक्छ?